घरभित्रै सिराइदियो ल। पुर्खाले भनेर चाहिँ शिवजी दिनभरिमा यति उखुले पुग्छ त? थोरै छ त उखु त। ल घरभित्रै सिराइदियो ल। आउने वान वे भयो, अब उता फर्किनुको लागि चाहिँ यताबाट जानु पर्यो। पेट्रोल पम्प छ है, माथि जानलाई सहज हुन्छ है। हो म गडबड गरेछु, यताबाट होइन। आज अफ रोड टेस्ट पनि हुन्छ। यो धर्मकाँटा लेखिरहेको छ नि, यो भनेको चाहिँ गाडीहरू ट्रकहरूको वेट गराउने हो क्या। ठाउँ रहेछ, एकछिन बसौँ है। ल चढ। कहाँ हो भाइ? यही हो? ल जाऊ। ओके बाई। भयो बाई। सर्ट रुट हाइकिङको लागि जाने हिसाब किताबले हिँड्दो रहेछन् क्या मान्छेहरू। अप्ठ्यारोमा शिवचट्टा मन्दिर प्रवेश यताबाट, तर म अझै माथि जान्छु यहाँबाट। हिँड्दै आउँदा चाहिँ यसरी तलबाट आउनु मिल्दो रहेछ, यहाँनिर निस्किँदो रहेछ। जाने बाटो चाहिँ यो होला सायद, म बाइक पार्किङ गर्नुपर्ने हुन्छ होइन। मेरो यात्रा पुर्खाले भनेर चाहिँ शिवजी सती देवी यो बितेपछि पागल भएर हिँड्नु भएको थियो नि, त्यतिखेर यहाँनिर आएर नुहाउनु भएको थियो अरे। अनि एउटा कपाल झरेको थियो अरे क्या उहाँको, यहाँको झन्डाको नाउँ चाहिँ अनि शिव बुद्धन्ता झरेकोले शिवदन्ता भएको भन्नुहुन्थ्यो बाजेहरूले। अनि महाराज आराम छौ? पछाडिपट्टि चाहिँ पानीको नाममा पनि छैन। नमस्ते। खाने काम पनि भइसकेको छ यहाँ चाहिँ है? कता धरानबाटै हो?
पानी देखियो अलिअलि भाइहरूले बारे रहेछन् बबाल रहेछ नि ल नमस्ते जो लोग फेरि पनि मेरो साथीहरूलाई यो जत्ताको मेन ठाउँ यहाँ नुहाउनु पनि मिल्दो रहेछ पछाडि अलिकति चिसो फिल भयो मैले अहिले पनि भने बर्खामा चाहिँ साह्रै प्रब्लम हुन्छ यो ठाउँमा किनभने त्यसै फ्ल्यास फ्लडहरू आउने यतापट्टिको डाँडाहरूबाट पनि पहिरोहरू आउने रहेछ होइन म त कस्तो अप्ठ्यारो छ भनेर नगाऊ उठ अनि यो ढुङ्गामा पक्ड न ढुङ्गामा पक्डी पक्डी आऊ म इटरीबाट योभन्दा माथि पनि जान्छन् मान्छे म जान सकिनँ जुत्ता यस्तो भयो बाइक यहाँ राख्दो रहेछन् कतिले तर बाइक त जाने हो मालिसम्म